नाल कार्यकारी अधिकारी निमित्त भएर सन्त रामपालजी महाराजले आयोजना गर्नुभएको यो दिव्य धर्म यज्ञ दिवसमा हजुर चाहिँ एउटा आतिथ्य ग्रहण गरेर यो सतलोक आश्रम धनुषामा आउनुभएको छ। यहाँको चाहिँ म्यानेजमेन्ट, यहाँको चाहिँ व्यवस्थापन देखेर हजुरलाई कस्तो लाग्यो? यहाँको व्यवस्था बहुत राम्रो लाग्यो। यहाँ खानेपिने लिएर बस्नु सबै व्यवस्था अनि आएकालाई अरूजनाहरू पनि राम्रो व्यवस्था गरिरहेको छ। अनि यहाँ चाहिँ अब सन्त रामपालजी महाराजले चाहिँ एउटा तत्त्वज्ञान साथसाथै समाज सुधारको काम पनि उहाँले गर्नुहुन्छ। जस्तो दाइजोमुक्त विवाह, खुल्ला रक्तदान कार्यक्रम वर्षमा 6-7 चोटि उहाँले गर्नुहुन्छ। हामीले पहिला पनि भिजिट गरिसकेको छौँ। साथसाथै उहाँको शिष्यहरूले चाहिँ धनुपान मद्यपान लागु पदार्थ प्रदूषण र जति पनि कुलतका क्रियाकलापहरू छन् त्योबाट चाहिँ टाढै रहनुहुन्छ भन्ने कुरा हामीले जानकारी पाएको छौँ। हजुरलाई के यो कार्यक्रम हेरे पश्चात चाहिँ अवलोकन गर्ने पश्चात यो चिजहरू साँच्चै नै यहाँ होला त यस्तो खालको भन्ने सुनेको कुराहरू त्यस्तो होला जस्तो लाग्छ कि के लाग्छ? होला जस्तै लाग्यो। यहाँको प्रत्यक्ष रूपमा देखियो। हेर्दाखेरि कार्यक्रमहरू राम्रो राम्रो र यो कार्यक्रम गाउँ गाउँसम्म लानुपर्ने, फैलाउनुपर्ने भन्ने जस्तो लाग्छ। हामी टाढाटाढादेखि आउनुपर्ने थियो। त्यसले गर्दाखेरि गाउँ गाउँ भनेपछि पक्कै पनि यस्तो खालको कार्यक्रमले र यो जुन सन्त रामपालजी महाराजको अभियान छ यसले हाम्रो राष्ट्रलाई मात्र नभएर विश्वलाई नै राम्रो दिशामा लिएर जानलाई मद्दत पुर्याउँछ भन्नु हजुरको समय हो। पुर्याउँछ, अवश्य पुर्याउँछ। अहिले पनि मान्छेहरू देख्दाखेरि नै सबै पुर्याइराखेको छ र उहाँहरू चाहनु भयो भने जे पनि भयो जस्तो लाग्छ। हस्, जानकारीको लागि धन्यवाद। ठिक छ।